नमस्कार सम्पूर्णमा फेरि पनि म तपाईहरुको माझमा आइपुगेको छु। जस्ट गरिमा हिजोको दिनमा धेरै बलात्कारपछि हत्या भएको थियो। त्यस मध्येमा सबभन्दा सानो बच्चा 3 वर्षको बच्चामाथि यो ठुलो अपराध भएको छ, यो ठुलो घटना भएको छ। यसलाई हामीले सुन्दाखेरि पनि आङ जिरिङ्ग भएर आउँछ। म त्यही अर्थमा भन्न चाहन्छु, नेपालमा त फाँसीको सजाय छैन, तर यो संविधानलाई च्यातेर फाँसीको सजाय दिने संविधान बनाउनु पर्छ। अबको दिनमा स्थानीय चुनाव हुँदैछ, यो स्थानीय चुनाव पनि रासोपाले जिते भने म चाहन्छु कि यो संविधानलाई बहुमतको सरकारले पनि यो संविधानलाई च्यातेर नयाँ संविधान बनाउनु पर्यो, ताकि अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गर्न सक्नु पर्यो। हैन भने यो देशमा हत्या, हिंसा, बलात्कारी र चोर फटाहरू लुटेर नेताहरू नै लुटेर छन्, ठुला ठुला विपक्ष पार्टीका। अब सानोले त्यही सिक्ने हो। त्यसकारणले यो सबै हटाउनुको निम्ति यो संविधानले दिएको छैन। यो हटाउनुको निम्ति नयाँ संविधानको आवश्यकता छ। त्यसकारणले यो फोटो पनि हेर्नुहोस्, कानुन मन्त्री दुवैजना बसेर यो 3 बुँदे सहमति गरेको छ। एकदम सामुदायिक सहमति छ। यो पीडितलाई एकदम राम्रो सहमति गरेको छ। कडाभन्दा कडा ती अपराधीहरूलाई चाहिँ, ती कुलङ्गारहरूलाई चाहिँ सजाय दिनुपर्छ भन्ने हामी सबै नेपाली जनताको आवाज हो। र जुन प्रकारको माइती घरमा पार्टीका झोलेहरू आएर एउटा लासमाथि चाहिँ, एउटा बलात्कारी पछि हत्या भएको लासमाथि, त्यो बच्चामाथि चाहिँ राजनीति गरेको छ अपराधीहरूले, त्यो दुःखलाग्दो कुरा छ। यो हटाइदिनु र त्यहाँको जनताहरूले यो सरकारलाई काट्नुपर्छ, मार्नुपर्छ। यो सरकार यो भएन, जसले भन्छ त्यो सम्झिनुहोस् कि झोलेहरू हो भनेर सबैले बुझेर तिनीहरूलाई ख्याड्दा फरक पर्दैन। हस्त।